Hello everyone, welcome to the Daily Grind with Sharu. Today I have a topic or question. Do you hear your child? सुन्नु भन्ने शब्द है लिसनिङ अर हियरिङ चाहिँ एउटा दबाईको रूपमा काम गर्छ, जुन दबाईले चाहिँ नानीहरूको विकास प्लस उनीहरूको व्यवहारमा प्लस उनीहरूको प्यारेन्ट्ससँगको एउटा बन्डिङ गुड रिलेसनसिप बनिनमा त्यो दबाईले काम गर्दछ। अनि यो दबाईले चाहिँ नानीहरूलाई चाहिँ के फाइदा हुँदो रहेछ भन्दाखेरि चाहिँ नानीहरूको जीवनमा चाहिँ नानीहरूलाई एक नम्बरमा एउटा भ्यालिडेसन है, यसमा चाहिँ नानीहरूले आफूलाई लाग्छ कि आइएम सिन, आइएम हर्ड भनेर है, मेरो प्यारेन्ट्सले मलाई बुझिदिनुहुन्छ भनेर उनीहरूले बुझ्दो रहेछ। अनि उनीहरू जति हामी प्यारेन्ट्सहरूले नानीहरूलाई सुनिदिन्छौँ उनीहरूकोमा त्यो सेल्फ कन्फिडेन्ट पनि बोन्ड हुँदै गरेको हुन्छ है, बनिँदै गरेको हुन्छ है। अगर हामीले नानीहरूले यस समय सुनिदिएनौँ भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ प्यारेन्ट्सलाई भन्नुको सट्टामा उनीहरूले फाल्टो अरूहरूलाई भन्छ, जुन ठाउँमा चाहिँ भन्दै गर्दाखेरि चाहिँ कतिवटा ठाउँमा चाहिँ मौका पाउनेले त्यो ठाउँमा उनीहरूको जीवनमा कतिवटा कुराहरूमा बिगार ल्याउने काम पनि भइरहेको हुँदो रहेछ। इमोसनल इन्टेलिजेन्समा चाहिँ जब नानीहरू दुखी हुन्छ उनीहरूले कतिवटा कुराहरू सेयर गर्न चाहन्छ, उनीहरूको रिजल्टहरू राम्रो आएको हुन्छ, स्पोर्ट्सको प्रोग्रामको कतिवटा कुराहरू सेयर गर्न चाहिरहेको हुन्छ, तर प्यारेन्ट्सहरू चाहिँ फेरि बिजी भएको कारणले गर्दा नसुन्दाखेरि त्यहाँनिर कति ड्रब्याकको कुराहरू हामीले देखिरहेको हुन्छौँ है। तर हामीले त्यो कुराहरूमा आज तिमीलाई के भयो, के कारण तिमी अपसेट छौ, तिम्रो रिजल्ट कस्तो आयो पिर है। अनि यसमा म एउटा तपाईँलाई एउटा मेरो पर्सनल कुरा गर्न चाहन्छु है। मेरो छोरीले सानोमा चाहिँ नेपालीमा त्यो अलिकति विक थियो, अनि त्यसले नेपालीमा चाहिँ फर्स्ट टर्ममा त राम्रो रिजल्ट ल्याएको थियो, बादमा त त्यसले 2टा 0 ल्याएर आएछ है। अनि त्यसले मलाई आएर अन्त मम्मा रिजल्ट पाएँ अन्त खै देखाउ त के आएछ भनेर मैले भने। अनि यस्तो हेरेको त मेरो नानीको रिजल्टमा त 2टा अन्डा पो रहेछ। अन्त मेरो छोरीलाई मैले भने वाउ तिमीले त 2टा अन्डा पो ल्याएर आएछ त भनेर, त कति खुसी भयो, रिसाएन, मन दुखाएन है, उसलाई टेन्सन भएन। अनि मैले उसलाई एन्करेज गरेँ, आज त 2टा अन्डा ल्याएछ, अर्को पालि चाहिँ नम्बर ल्याउनुपर्छ ल, नट 0 भनेर मैले सम्झाएँ है। यसरी हामीले नानीहरूलाई सुनिदिँदाखेरि चाहिँ उनीहरूको लाइफमा चाहिँ एउटा मतलब इमोसनलको कुराहरूमा, इमोसनलको भागहरूमा चाहिँ आई एम नट लेफ्ट आउट, मेरो आमाले मलाई विश्वास गर्छ, मेरो आमा मेरो प्यारेन्ट्सले मलाई बुझिदिन्छ भनेर उनीहरू एउटा ट्रस्ट पनि बन्डिङ गरेको हुन्छ है, उनीहरूले प्यारेन्ट्सहरूलाई ट्रस्ट गर्नु थालेको हुन्छ। अर्कोमा चाहिँ एउटा के हुँदो रहेछ भने ल्याङ्ग्वेज डेभलपमेन्ट। हामीले नानीहरूले जति हामीसँग बोल्दै गर्छ, हामी उनीहरूसँग इन्टरेक्ट गर्दै जाँदाखेरि चाहिँ नानीहरूको एउटा ल्याङ्ग्वेज जुन चाहिँ भाषामा त्यो शब्दहरू है, भोकाबुलरीहरू इम्प्रुभ गर्दै गरेको हुन्छ है। अनि प्लस उनीहरूको ल्याङ्ग्वेज स्किलहरू पनि बढ्दै गरेको हुन्छ। हामीले जे बोल्छौँ नानीले त्यही सिक्छ, हामीले जस्तो व्यवहार गर्छ हाम्रो नानीले पनि त्यही सिक्ने गर्छ। त्यसले गर्दाखेरि हाम्रो नानीको कुराहरू हामीले जब सुन्दै गर्दा हामी उनीहरूसँग इन्टरेक्ट पनि गर्दै गरेको हुन्छ, त्यो कारणले गर्दा एउटा नानीहरूको जीवनमा एउटा ल्याङ्ग्वेज डेभलपमेन्ट पनि बनिँदै गरेको हुँदो रहेछ है त्यो दबाईले चाहिँ। अनि अर्को नम्बरमा चाहिँ प्रब्लम सल्भिङ। अगर त्यो दबाई चाहिँ नानीको जीवनमा पाएको छ भने है, उसले त्यो खानु पाएको छ भने चाहिँ के हुँदो रहेछ, प्रब्लम सल्भिङमा चाहिँ जब हामीले नानीहरूलाई सुन्छौँ, उनीहरूको आइडियाजहरू उनीहरूले सेयर गर्छ, उनीहरूको सपना, उनीहरूको कल्पना, उनीहरूको नाना थरीको के हुन्छ है। कोही बेला यति क्वेसनहरू सोध्छ, हामीलाई दिमाग खान्छ हामी है। तर त्यति बेला हामीले जति उनीहरूलाई हामीले सुनिदिँदै जाँदाखेरि चाहिँ हामीले उनीहरूको कुराहरू बुझ्दै गर्छ, नानी कहाँ विक पोइन्ट छ, नानी कहाँ गलत छ, नानी कहाँ सही छ, कुन ठाउँमा हामीले एन्करेज गर्नुपर्छ, कुन ठाउँमा हामीले उसलाई पुसअप गर्नुपर्छ भन्ने त्यो कुराहरू हामीले पनि थाहा पाउँदै गरेको हुन्छ। प्लस नानीलाई पनि एउटा प्रब्लम सल्भिङको काम बनिँदै गरेको हुन्छ है। अनि मेरो छोरीले पनि मलाई धेरै कुराहरू सुनाउने गर्थे है। अनि म प्रभुलाई धन्यवाद दिन्छु किनकि म पनि एउटा गुड लिसनर भएछु। मैले मेरो छोरीको कुराहरू सुन्थेँ, आम्मामा यति धेरै, मम्मी यता फर्केर मेरो कुरा सुन्नुहोस् भनेपछि 1 घन्टा 2 घन्टा जस्तो कहानीहरू सुन्नु पर्थ्यो। आज यस्तो भयो, फल्नाले यस्तो गर्यो, उस्तो गर्यो, यस्तो यति धेरै कुरा सुन्थ्यो। कोही बेला मेरो कान पाक्थ्यो तरै पनि म उसको कुरा सुनिदिन्थ्यो। हाँसिदिएन भने रिसाउँदै, फेरि मैले रियाक्सन गरेन भने ऊ फेरि बिच्किन्थ्यो है। अन्त फेरि उसको जोक्सहरूमा म हाँसिदिनु पर्ने, उसको कथामा म सुनिदिनु पर्ने, उसले भनेको कुनी कसलाई कुनी के कताको कुराहरू भन्दा म चाहिँ उसको सबै कुरा मैले सुनिदिने गर्थेँ। त्यसले गर्दाखेरि चाहिँ मेरो छोरी र मेरो बिचको एउटा बन्डिङ चाहिँ गुड रिलेसनसिपमा बनिन सकेको छ है। अब मेरो छोरी त अलिक ठुलो भएको छ, तरै पनि हामी आमा छोरी चाहिँ बसेर धेरै घन्टा हामी बात गर्छौँ है। म मेरो छोरीको कुराहरू सुनिदिन्छु, उसको कतिवटा
उसको प्लानहरू हुन्छ, फ्युचर प्लान्सहरू हुन्छ, म सुन्छु। अन्त कोही कोही बेला यस्तो हुन्छ तपाईँले सपोर्टै गरेन भन्छ है, तर म उसको कुरा सुन्दै गरेको हुन्छ नि कतिवटा कुरा उसको लागि सही छ भने म त्यो कुरामा उसलाई बादमा गएर यो कुरामा तिमी सही छौ, यो कुरामा तिमी यस्तो प्रकारले चल्दा हुन्छ भन्छु। अनि कतिवटा ठाउँमा ऊ गलत हुँदैछ भने होइन यो ठाउँमा चाहिँ तिमी अलिकति यस्तो प्रकारले गऱ्यो भने त राम्रो हुन्छ होला हौ भने म उसलाई आइडिया दिने गर्छु है। अनि हामी चाहिँ एज अ गुड फ्रेन्ड है, हामी एउटा आमा छोरी, म चाहिँ आमा हो भनेर मेरो त्यो सिङ्गो मारेर चाहिँ होइन, तर एज अ बेस्ट फ्रेन्ड उसको एउटा गुड फ्रेन्ड भएको कारण भएर चाहिँ म मेरो छोरीसँग जति सक्दो म उसँग एउटा टाइअप भएर एउटा गुड बन्डिङ राख्नु मैले चाहिँ प्रयास गरेको छु। त्यसले गर्दाखेरि चाहिँ हामी प्यारेन्ट्सहरूबाट चाहिँ हाम्रो नानीहरूलाई चाहिँ हामीले एकदमै सुनिदिनुपर्छ। अनि यो सुन्ने काम चाहिँ फ्रम 0 to जबसम्म नानी बुढो हुँदैन है, किनभने हाम्रो लागि चाहिँ हाम्रो नानीहरू चाहिँ बुढो भयो भने पनि हाम्रो लागि नानी चाहिँ हाम्रो नानी नै हुन्छ। त्यसले गर्दा जन्मेको नानीदेखि नै हामीले उनीहरूको हरेक कुराहरूमा हाम्रो कम्युनिकेट भइरहेको हुन्छ, त्यो लिसनिङको कुराहरू भइरहेको हुन्छ है। अनि यो कुराहरूबाट चाहिँ हाम्रो नानीहरूलाई चाहिँ धेरै कुरा बेनिफिट हुन्छ। अगर हामीले नानीहरूलाई सुनिदिएनौँ भने, अगर हामीले नानीहरूको कुराहरूलाई बुझिदिएनौँ भने आज उनीहरू कतिवटा ट्र्यापमा परिरहेको हुनसक्छ, आज उनीहरू कतिवटा सिचुएसनमा पासोमा फँसिरहेको हुनसक्छ, जुन कुराबाट उनीहरू कसैलाई भन्नु सकेको हुँदैन। तर अगर उसले आएर प्यारेन्ट्सलाई भन्यो भने है, हामी एउटा ट्रस्ट वर्दी प्यारेन्ट्स हुन सक्यौँ भने चाहिँ हामीले हाम्रो नानीहरूलाई बचाउन पनि सक्छौँ है। त्यो कतिवटा सुसाइडल केसहरू हुन्छ, कतिवटा एबोर्सनको कुराहरू, कतिवटा एडिक्सनको कुराहरू कतिवटा छ यहाँनिर है, कति ब्ल्याकमेलिङको कुराहरू भइरहेको हुन्छ हाम्रो नानीको जीवनमा। तर उनीहरूले चाहिँ कसलाई भनिदिने, उनीहरूले चाहिँ कसलाई भन्ने, आफ्नो प्यारेन्ट्सलाई नभनेर चाहिँ उनीहरूले कसलाई भन्छ। तर त्यही कारण चाहिँ हामी प्यारेन्ट्सहरू चाहिँ गुड लिसनर हुनुपर्छ आफ्नो नानीहरूको लागि, किनकि हाम्रो छोराछोरी चाहिँ हाम्रो लागि सब कुछ हो। अहिले हाम्रो संसारमा हाम्रो के छ भन्दा हाम्रो चाहिँ विशेष गरी हाम्रो प्रिसियस गिफ्ट चाहिँ हाम्रो नानीहरू हो। त्यसले गर्दा यो नानीहरूलाई ख्याल गर्ने रेस्पोन्सिबिलिटी पनि हामी प्यारेन्ट्सहरूको हो। अनि आज नानीहरूले किन आमा बाबाको कुरा सुन्दैन, आज नानीहरू किन बौठेर चेटेर हिँड्छ, आज नानीहरू किन हामीदेखि यति धेरै टाढो भएको, एउटा रिजन चाहिँ वी आर नट गुड लिसनर। अगर हामीले यो कुरामा प्र्याक्टिस गऱ्यौँ, नानीहरूको मनको कुराहरूलाई, नानीहरूको सोचाइलाई, नानीहरूको तरिकालाई अगर हामीले त्यो कुरामा एडप्ट गरेर हामीले बुझिदिने प्रयास गऱ्यौँ भने हामीले हाम्रो नानीहरूलाई चाहिँ बचाउनु सक्दो रहेछ। थ्याङ्क यू भेरी मच।